अहिले गरेर आउँदा त हुन्छ नि बिहा नगरिकन कोही के बेला होइन ओ यहाँ एउटाले के स्टाफ लेख्छ भने सकिने शङ्कर हाम्रो तामाङले के केटाहरू लेख्छ सक्ने दाजु भाइ यहाँ सुन्न शङ्कर तामाङले दाइ आज नि झारिदिनु न अरे शङ्करले ओ शेर्नीको स्वरमा शेर्नीलाई मैले के भने नि साथीभाइ अनि भाँडा मोल्दो रहेछ अनि के गर्दैछ शेर्नी बहिनी भने म भाँडा मोल्दैछु दाजु भने अनि फेसमा आउनु न बहिनी भने हुँदैन दाजु यो क्यामेरै छैन आउनु मिल्दैन यसरी बोल्नु मात्रै मिल्छ भने बोल ल शेर्नी फोन नराख ल भने भाँडा मोल्दै थियो शेर्नीले है कसम बुढासी भएको छ भने किन रुनुहुन्छ दाजु घडी भनेर साह्रो भइसक्यो भने दाजुको जस्तो आउँछ त हजुरको त भनेर शेर्नीको बोली राम्रो छ नि त के गर्छस् त हो तिमी टाढो छौ म त्यतै जङ्गलमा हिँडिरहेको छु भाँडा मोल्दैछौ एकछिन बोल ल भने अनि किन बोल्नु हो दाजु यति लामो भइसक्यो त भने शेर्नी राख्छु ल अनि बोल भनेर गीत बिता